स्पोन्सर हान्दिउँ त कसैले छोडे हो गाइज हाम्रो ट्रेनिङ स्टार्ट भइसक्यो छ यसलाई हो मैले ट्रेनिङ गराएको म पनि गर्दैछु बिहान अनि वहाँ गएर चाहिँ सेटअपहरू हान्ने भन्ने सोच छ जति सेटअप याद आउँछ त्यति गरौँ भाग हो ल होइन भाग भाग हो यसरी मान्नुपर्छ कुकुर पछि बसी ओइ गर्न दे के गर्न दे भाग त घर जा मामा ए गर्न दे यसलाई जा त घर छोडे नछोड नछोड भाग 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 छिटो हल्का हल्का भाग नहिँड के आज चाहिँ हिजोको भन्दा हल्का बढी बेसी दौडियो हल्का हल्का दौडियो ठिकै छ अहिले त हिजोको भन्दा इम्प्रुभ भइछ होइन गाइस हामी बुद्ध पार्क आइसक्यौँ बुद्ध पार्क अनि बुद्ध पार्कबाट भ्यू चाहिँ खतरा देखिन्छ अनि हामीले एक्सर्साइज गर्ने ठाउँ चाहिँ त्यहाँ तल हो अनि सनराइज हेर्छौँ अनि सनराइज पछि चाहिँ एक्सर्साइज गर्न झर्छौँ है त ट्याक्क माथि आएर सनराइज हेऱ्यो अनि हामी चाहिँ यहाँ एकछिन रेस्ट गरिरहेको अब एकछिन पछि चाहिँ हामी तल झरेर एक्सर्साइज गर्छौँ यहाँबाट भ्यू चाहिँ खतरा देखिन्छ केटा गाइस हामी चाहिँ भ्यूको मजा हेर्दै भिडियो बनाउनु भएन What? Bro, what are you talking about, man? 6:45 भइसक्यो यो सरलाई एक्सर्साइज गर्न जाम भनेको टाइम निकाल्छस् 7 बजे जाने रे केटा हो 7 बजे 7 सरको एक्सर्साइज हेऱ्यो भने फेरि 7 बजे एकदम कठिन परिश्रम गरे जस्तै गर्छ हो त गराउँछ त यार आन्द्र दुख्छ यार अनि के गराइस् गाइस कसलाई थाहा होइन होइन यो चाहिँ डेटिङ स्पोर्ट हो होइन अनि भन हम डेटिङ स्पोर्ट दुईटा स्कुटरमा Oh my god guys, that's a डेटिङ चलिरहेको छ अनि यहाँ चाहिँ भ्यूको मजा लिइरहेको छौँ हामी चाहिँ गाइस धेरै मान्छे आइसक्यो यहाँ कति धेरै मान्छे आएको ए भगवान् अब एक्सर्साइज हान्न लाग्यो हाम्रो सर साइज भन्नु साइज 43 स्पोन्सर एक मिनट भयो कि ल 10 and 10 1 2 3 4 5 6 7 8 टाउको यता भुइँमा राख्छु टाउको ल भयो टेन त ल अडिक छ एउटा मैले सब सिकाउँदैछु क्या 20 चोटि 5
20 चोटि हो भनेको तेरी त 7 8 अँ 9 इम्प्रुभ गर्दैछ मि ल गर छिटो गर त्यही 20 चोटि 1 अलि भुइँमा जा हो म त्यसरी गर बरु ल यो नि त्यही हान्छु भनेर आएको छु होइन 1 2 3 एक गर है गर 3 सारा 3 रे बल्ल 3 भयो बुढा वाला पैसे यार सॉरी बोल सॉरी हाँ सॉरी बोल पोर ल एक्सप्रेसन ल गाइस यो चाहिँ के भन्थ्यो यार हामीलाई यार ओए छिटो गर राम्रोसँग गर न त्यो घोडा चाहिँ छातीसम्म आउनु पर्यो ए भगवान अच्छा भनेपछि गरी हाम्रो 1 ओ दुईटा खुट्टा गरेपछि 1 4 5 6 7 8 9 10 ल स्याबास भरे राति मासु भात खान्छस् अनि 20 चोटि है 1 2 3 4 5 6 7 एउटा ठाउँमा बस न आसा न साले 7 8 9 10 11 12 अरे अरे हुन्छ यार 12 छिटो गर 13 14 15 16 17 18 19 20 ल स्याबास वाह वार्ता सारा जिउ मारेर ल एउटा एउटा पार्ट त दुखाउनु पार्छ ल 10 चोटि मात्र गर 1 2 3 3 0 4 5 अलि तल बस यत्तिकै उफ्रिया यत्तिको गर 5 रे छिटो गर त एकछिन बसिस् नि पेनल्टी लाग्यो 6 7 गर 8 9 10 झुक्न नि अप्ठ्यारो भयो दुखेर यार यो त डेन्जी दुखेछ कि कस्तो बोलक बोलक छामेन ठाउँ चाहिँ ल गर भरे सम्झन्छ बारिस गरेर सुतेपछि भोलि चट साह्रो हुँदैछ यार राम्रो नि साह्रो हो ल टाउको खुट्टा अनि टाउको खुट्टा रे एक 2 3 खुट्टा यस्तो गर खुट्टा यस्तो गर हल्ला खुट्टा यसरी उयो मामा त सिधा हुन्छ कि नि खुट्टा हल्ला यसरी मासु मरियो हाम्रो ट्रेनिङ सकियो अनि ट्याक्क 7:35 भयो कस्तो अनुभव भयो भन्दै मासुको फिल भएन What?
Bro, what are you talking about, man? पसिना यहीँभरि कन्डो पुरै भिज्यो पसिनाले आजको लागि यति नै हिजोको भिडियोहरू हाल्न पाएन आजको चाहिँ फिक्स हाल्नेछु सब्सक्राइब भन्न जोस देखा जोस सब्सक्राइब